ज्यापु समाजलाई आज यहाँ 9वटाको विशेष प्रोग्राम भइरहेछ ट्यालेन्ट सो बच्चाहरूको। त्यही भएर मैले चाहिँ आफ्नो छोरीहरू पनि ल्याएको छु। यसो मान्छेहरू अहिले चाहिँ सुरु भएको छैन, एकछिनपछि हुन्छ। बाट आयोजना गरेर भाइ बहिनीहरूलाई अझ भविष्यका कर्णधार बनाउन चाहन्छौँ र उहाँहरूको भविष्य उज्जवल बनाउन चाहन्छौँ। उहाँलाई यस्तै कार्यक्रममा सहभागी गराएर चाहिँ उहाँले भोलि पर्सि अध्ययनमा अथवा आफूले जब गर्ने नोकरी गर्ने अवस्थामा पनि उहाँले इन्टरभ्यू दिन निर्धक्क साथ जोसँग पनि फेस गर्न सक्ने वातावरण चाहिँ हामीले बनाउन जमर्को गरिरहेछौँ। यसै जमर्कोको साथ यो कार्यक्रम पनि भएको हो। त्यसैले चाहिँ यहाँ उपस्थित आज सहभागी भएका सम्पूर्ण भाइ बहिनीहरूलाई र यहाँ अभिभावकहरू जसले आफ्नो भाइ बहिनीहरूलाई आफ्ना छोराछोरीहरूलाई यस कार्यक्रममा सहभागी गर्न उत्प्रेरणा दिनुभएको छ। उहाँहरू सबैलाई आजको यो हाम्रो कार्यक्रम चाहिँ एकदम राम्रो होस् हैन। यहाँको प्रयत्नले, यहाँको छोराछोरी, यहाँको अभिभावकको प्रयत्नले आज यो कार्यक्रम चाहिँ एकदम सफल भएको चाहिँ हामी हेर्न चाहन्छौँ र राम्रो होस् भन्ने शुभकामना साथै यहाँ उपस्थित सम्पूर्णलाई देशमा आसिनदेखि यहाँ हाम्रो नानीहरू, भाइ बहिनीहरू र यहाँ आउनुभएका जति पनि अभिभावकहरू हुनुहुन्छ, भाइ बहिनीका अभिभावकहरू, उहाँलाई म यो कार्यक्रममा हार्दिक लसुकुसो गर्दै हार्दिक स्वागत गर्दै म बिदा हुन चाहन्छु। यसै क्रममा यस कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर 9 का वडा अध्यक्ष राजा मर्दनज्यू, यसै क्रममा यस ज्यापु समाज एलका नयाँ सन्तमान मर्दनज्यू, यसै क्रममा यस कार्यक्रमका विशेष अतिथिज्यू, यसै क्रममा यस कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणहरू र हाम्रो फलेसा नेपाल प्राविधिक सहयोग फलेसा नेपाल संस्थाका अध्यक्ष राजन मर्दनज्यू र सम्पूर्ण अभिभावकज्यू र हाम्रो प्यारो भाइ बहिनीहरूमा म फलेसा नेपालको उपाध्यक्ष अनिश महर्जनको हार्दिक नमस्कार जजलोपा। सबैभन्दा पहिला सम्पूर्ण हाम्रो वडा टिम, हाम्रो राजु सर र हाम्रो ज्यापु समाज एललाई म मनबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यो
एउटा फर्स्ट अपर्च्युनिटी दिनुभएकोमा कार्यक्रम गर्नको लागि। साथै अब हाम्रो कार्यक्रम यतिकै पनि हाम्रो समय धेरै मूल्यवान छ हैन, हाम्रो कार्यक्रम पनि एकदम टाइममा सकाउनु पर्नेछ र त्यसै क्रममा सम्पूर्ण सहभागीहरूले जति पनि मेहनत गर्नुभएको छ त्यो मेहनतलाई एकदम तपाईँले मनमा राखेर चाहिँ आज चाहिँ स्टेजमा जति सक्नुहुन्छ त्यति एनर्जी, अब फेरि तपाईँहरू भोलिदेखि हामी खपिन्थेमा गएर ज्यापु समाजमा गएर नाच्छु भनेर चाहिँ तपाईँहरूले त्यो मौका पाउनुहुन्न। आज हाम्रो यो कार्यक्रमको चाहिँ अन्तिम दिन हो, तर अरू कार्यक्रमहरू अझै पनि आउँदै गर्छ। सो तपाईँले यो 1 महिनाभरि जति पनि कार्यक्रमहरूमा प्र्याक्टिस गर्नुभएको छ, खपिन्सेमा बसेर 7 बजे 8 बजेसम्म, ज्यापु समाज जिल्लामा हाम्रो 9 बजेसम्म जति पनि बसेर तपाईँहरूले हाम्रो प्र्याक्टिस गर्नुभएको छ, त्यो प्र्याक्टिसलाई मनमा राखेर चाहिँ अगाडि आएर चाहिँ तपाईँहरूकोमा जति शक्ति छ त्यति शक्ति लिएर चाहिँ यहाँनिर चाहिँ धुमधामले चाहिँ तपाईँहरूलाई चाहिँ नाचेर जानुहुन चाहिँ अनुरोध गर्दछु। तपाईँको नृत्य पनि मजाले देखाउनु हुने चाहिँ अनुरोध गर्दछु। तपाईँहरूलाई हामीले रिहर्सल पनि गराइसकेको छौँ, तपाईँलाई स्टेज कस्तो छ भनेर पनि थाहा छ हैन। एउटा तपाईँहरूको लागि चाहिँ बिग प्लेटफर्म हो हैन, तपाईँको यो स्टार्टिङ फेज हो। हाम्रो यस्तो कार्यक्रमहरू अझै पनि भइरहेको छ र हाम्रो वडा टिमलाई पनि फेरि पनि एकचोटि धन्यवाद दिन चाहन्छु र हामीलाई फेरि पनि यस्तो कार्यक्रमहरू गर्न चाहिँ अपर्च्युनिटी उहाँहरूले दिनुहुन्छ भन्ने पक्कै पनि गर्दछु। र मेन भनेको चाहिँ हाम्रो अझै पनि हाम्रो 9 वटा स्तरीय बाल क्लबको बोर्ड मेम्बरहरू, बाल अधिकार समितिका सदस्यज्यूहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। धेरै धन्यवाद श्री अनिश महर्जनज्यू। अब मन्तव्यकै क्रममा ज्यापु समाज यलय न्याय श्री सन्तमान महर्जनज्यूलाई पनि आफ्नो सानो र मिठो मन्तव्य यहाँहरू सामु राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। आज वडा स्तरीय बाल प्रतिभा प्रदर्शन कार्यक्रम उद्घाटन समारोहका सभापतिज्यू अनि यस उद्घाटन समारोहका प्रमुख अतिथि वडा नम्बर 9 का वडा अध्यक्ष राजु महर्जनज्यू, हाम्रा दाजु तथा बहिनी सानो वारीज्यू अनि भाइ आसिन अनि हाम्रो निवर्तमान ज्यापु समाजका निवर्तमान अध्यक्ष जेठालाल महर्जनज्यू अनि हाम्रो रवि भाइ अनि पदाधिकारीज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनी तथा उहाँका आमा बुवाहरूलाई म यस ज्यापु समाजमा लसकुस र स्वागत भन्न चाहन्छु। आज धेरै खुसी लागेको छ। आज आफ्नो प्रतिभाहरू कसरी प्रदर्शन गर्ने, कसरी अरूको माझमा आफ्नो ट्यालेन्टहरू देखाउने जुन कार्यक्रम रहेको छ, यो एउटा असाध्यै राम्रो कार्यक्रम मैले ठानेको छु। किन भन्दाखेरि जति बेला हामी साना थियौँ हामीलाई त्यस्तो मौका थिएन, हाम्रो यस्तो बोल्न पनि आउँदैन थियो। अब कुनै मासमा बोल्नु पर्यो उठेर नाम मात्र भन्न पनि खुट्टा कमाउने, हात कमाउने, आफ्नो भनाइहरू प्रश्न राख्ने हाम्रो त्यस्तो बानी नै थिएन। जब ज्यापु समाज गठन भयो आजभन्दा 31 वर्ष अगाडि हामीले ज्यापु समाजलाई आफ्नो यस्तो प्लेटफर्म बनायौँ। त्यहाँ हाम्रो 40 टोलका नायकहरू प्रतिनिधिहरू आउँछ, त्यहाँ सबैको आफ्नो परिचय दिनु पर्दाखेरि जब माइक आफ्नो अगाडि आउँछ हामी काम्न थाल्छौँ, ए मेरो माइक आउनु थाल्यो म बोल्नु पर्ने आउँछ, नाम पनि हाम्रो उठेर भन्न सकिरहेको थिएनौँ। तर ज्यापु समाज गठन भयो, ज्यापु समाजले यही हो हाम्रो भाषा कला संस्कृतिलाई जोगाउनुका साथै आफ्ना भाइ बहिनीहरूलाई ट्यालेन्ट देखाउने र आफ्नो सम्पूर्ण माझ आफूलाई प्रतिस्पर्धा गर्न सक्ने क्षमता बलवान गर्ने साथै यस्ता भाइ बहिनीहरूलाई नेसनल इन्टरनेसनल रूपमा कम्पिटिटिभ बनाउने नै ज्यापु समाजको ध्येय हो। यही अनुसार चाहिँ ज्यापु समाजले ज्यापु समाज एउटा नन प्रफिट अर्गनाइजेसन भएर पनि यसले विभिन्न डोनरहरूसँग हात मागेर आफ्नो सहयोग मागेर यत्रो भव्य बिल्डिङ हामीले बनाउन सक्यौँ। यो प्लेटफर्म जुन यो डबली छ त्यो बनाउनको लागि हामी आफैले स्वयंसेवक भएर इता बालुवा रोडा सबै हामी आफैले श्रमदान गरेर यो प्लेटफर्म यो डबली हामीले बनाएका थियौँ। आज प्रस्फुटन कार्यक्रमका प्रमुख अतिथि श्री राजु महर्जनज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। धन्यवाद छ नाइसा छोरीलाई। आज ललितपुर महानगरपालिका वडा नम्बर 9 को आयोजनामा
बाल क्लब गन्धमण्डो बाल क्लबको आयोजनामा र पलेसमा नेपालको प्राविधिक सहयोग नौवटाको बाल अधिकार समितिको सहयोगमा जुन अहिले हामीले ट्यालेन्ट सो गन्धमण्डोभरि भएका हाम्रा छोराछोरीहरूको ट्यालेन्ट सो आज कार्यक्रम हुँदैछ। यस कार्यक्रमका सभापति गन्धमण्डो बाल क्लबका अध्यक्ष श्रावस्ती महर्जनज्यू, त्यस्तै गरी यस कार्यक्रममा विशेष अतिथिको रूपमा पाल्नुहुने ज्यापु समाजका आदरणीय अध्यक्ष सन्तमान महर्जनज्यू, त्यस्तै गरी हाम्रो वडाका वडा सदस्यद्वय हेरेकाजी बेदनकारज्यू, सानु अवाले महर्जनज्यू र पलेसमा नेपालका अध्यक्ष राजन महर्जनज्यू र ज्यापु समाजका निवर्तमान अध्यक्ष तीर्थलाल महर्जनज्यू, बाल अधिकार समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र सम्पूर्ण बालबालिका छोराछोरीहरू र सम्पूर्ण छोराछोरीका अभिभावकज्यूहरूमा मेरो हार्दिक जोजोलपा र अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरेर चाहिँ ललितपुर महानगरपालिका गन्धमण्डो 9ले यो जुन बच्चाहरूको थर्ड टर्म सकिसकेपछि भ्याकेसन धेरै लामो हुन्छ, त्यो लामो भ्याकेसनको हामीले सदुपयोग गर्नु मात्रै खोजे हो। सहयोग गर्ने हिसाबले हामीले के गर्यौँ भन्दाखेरि हामीले एउटा आर्ट क्लास राख्यौँ। आर्ट क्लास र ह्यान्ड राइटिङ क्लास भनेर राखेको थियौँ, तर आर्ट क्लासले नै धेरै टाइम व्यतीत भएको कारणले गर्दाखेरि ह्यान्ड राइटिङ चाहिँ हामीले गर्न सकेनौँ। 2 हप्तासम्मको आर्ट क्लास हाम्रो ललित कल्याण स्कुलमा सम्पन्न भयो, एकदमै राम्रोसँग सम्पन्न भयो। त्यही सँगसँगै यो ट्यालेन्ट सोको लागि पनि हामीले खबिसा टोलमा यसको लागि चाहिँ हामीले निरन्तर रूपमा अभ्यास गर्ने प्र्याक्टिस गर्ने हिसाबले हिजोसम्म पनि यो अभ्यास जारी रह्यो र आज हाम्रो चाहिँ फाइनल डेमा हामी सम्पूर्ण बालबालिकाले तपाईँहरू अभिभावकज्यूहरूलाई उहाँहरूको आफूमा भएका ट्यालेन्टहरू सो गर्नुहुन्छ। तपाईँहरूले एकदमै ती बालबालिकाहरूले जुन देखाएका ट्यालेन्टहरू हेर्न सक्नुहुनेछ। ललितपुर महानगरपालिकामा 29 वटा वडाहरू छन्, सबै वडामा बाल क्लबहरू छन् र अहिले बाल क्लब एकदमै एक्टिभ छ सम्पूर्ण वडाहरूमा र हरेक वडामा बाल क्लबको एक-एकजना प्रतिनिधि लिएर ललितपुर महानगरपालिकाले 29 वडाको एउटा बाल सञ्जाल बनाएको छ र बाल सञ्जालमा त्यहाँ हाम्रो जसरी चुनाव हुन्छ, स्थानीय तहको चुनाव हुन्छ, त्यसरी नै त्यहाँ पनि भोटिङ गरेर त्यो बाल क्लबको बच्चाहरूमा त्यहाँ कम्पिटिसन गराएर बाल सञ्जालमा अध्यक्ष सचिव कोषाध्यक्ष चाहिँ हामीले छान्ने गर्छौँ है। र यसपालि पनि चुनावै भयो, यो 5-6 महिना जति भयो। ललितपुर महानगरपालिका स्तरीय बाल सञ्जालको चुनाव भयो, त्यसमा हाम्रो वडाबाट पनि एकजना चाहिँ चुनावमा जित्न सफल भयो। हाम्रो कृष्ण नापित हुनुहुन्छ, कृष्ण नापित पनि अत्याधिक बहुमतले चाहिँ उहाँ पनि जित्नु भयो है। यसले चाहिँ अब त्यो 29 वडाको चाहिँ बाल क्लबबाट चाहिँ त्यसरी कमिटी गठन भइसकेपछि महानगरपालिकामा भएको जुन बाल क्लबमा भएका जुन बजेटहरू छन् ती बजेटहरूमा केन्द्रीकृत भएर त्यो बाल क्लबले चाहिँ हरेक वडामा यसरी बालबालिकाको लागि विभिन्न कार्यक्रममा उहाँहरूले चाहिँ भूमिका निर्वाह गर्ने चाहिँ काम गरिरहेको छ है। र त्यसरी नै अब के हुन्छ भन्दाखेरि ती बाल सञ्जालले हरेक वडामा चाहिँ यसरी नै विभिन्न अतिरिक्त कार्यक्रम मात्र नभएर वडा कार्यालय कसरी सञ्चालन हुन्छ, महानगरपालिकाको मेयर भनेको के हो, अध्यक्ष भनेको के हो, उपमेयर भनेको के हो र कार्यपालिका भनेको के हो र नगरसभा भनेको के हो, ती सम्पूर्ण कुराहरू सिकाउने काम पनि गर्छ र वर्षमा एकचोटि 29 वडाका बालबालिकाहरूलाई समेटेर बालबालिकाहरूको नगरस्तरीय बालबालिकाहरूको चाहिँ नगर सभा पनि हुन्छ। नगरसभामा बालबालिकाहरूले आफ्नो बजेट प्रस्तुत गर्छ, त्यसले आफ्नो नीतिहरू प्रस्तुत गर्छ र त्यो नगरसभा चाहिँ सम्पन्न गर्छ। यसरी चाहिँ जसरी महानगरपालिकाको मेयरको अध्यक्षतामा नगरसभा सञ्चालन हुन्छ, त्यसरी नै बालबालिकाको पनि 1 वर्षमा एकचोटि नगरसभा कार्यपालिका परिषद बस्छ। यसरी चाहिँ हामीले चाहिँ हाम्रो भविष्य, हाम्रो पालिकाको भविष्य भनेको बालबालिका नै हो। अब भविष्यमा हुने मेयर, उपमेयर, वडा अध्यक्ष भनेको हाम्रो छोराछोरी नै हो। त्यसकारण गर्दा यसको लागि हामीले अहिलेदेखि नै उहाँहरूलाई सिकाउनु पर्छ भन्ने हिसाबले महानगरपालिकाले यी कार्यक्रमहरू गर्दै आएका छन्। यस कार्यक्रमको आदरणीय प्रमुख अतिथि श्री राजु महर्जनज्यू अनि
अनि सबै अतिथिज्यूहरूलाई प्रिय सहभागी साथीहरू, स्वयंसेवक साथीहरू, प्यारा दर्शकवृन्द तथा कार्यक्रम सफल बनाउन निरन्तर साथ दिनुभएका आयोजन समितिको सबै पदेशमा नेपालको सदस्यहरूलाई म साउसी महर्जनबाट हार्दिक नमस्कार जोजनका। सबैभन्दा पहिला म हाम्रो निमन्त्रण स्वीकार गरी आज हामीलाई आफ्नो समय र उपस्थितिले गौरवान्वित बनाउनु भएको अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईँहरूको उपस्थितिले हाम्रो कार्यक्रमलाई अझ विशेष र प्रेरणादायी बनाएको छ। आजको यस ट्यालेन्ट सो कार्यक्रम केवल मनोरञ्जनको लागि मात्र होइन, यो बालबालिकाहरूको लुकेको प्रतिभा, आत्मविश्वास र सृजनात्मक उजागर गर्ने सुनौलो अवसर हो। यस मञ्चले बालबालिकाहरूलाई सिकाएको परिधिबाट बाहिर निस्केर आफ्नो क्षमता देखाउने, भविष्य निर्माण गर्ने, आत्मबल बढाउने र संस्कृति चेतना फैलाउने मौका दिन्छ। आजको यस प्रोग्राम 1 महिना अगाडिदेखि नै प्र्याक्टिस गरिरहेको हो। यस वडा नम्बर 9 स्तरीय बालक्लबका सबै सदस्यहरूले पनि सबै सहभागी भाइ बहिनीहरूलाई 1 महिना अगाडिदेखि तयार पारेको हो। यस कार्यक्रम सफल बनाउन निरन्तर साथ दिनुभएको आयोजन समितिको सबै पदेशमा नेपाल सदस्यहरूलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु र मेरो सबै वडा नम्बर 9 बाल क्लब स्तरीयको सदस्यहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। आजकलको मौसमको त मुड स्विङ्स भइरहेको छ जस्तो छ। कहिले चर्को घाम त कहिले घनको के हो यस्तो? हो नि, छाता नलगेको बेलामा पानी पर्छ र घाम लाग्दा चाहिँ छाता लाग्दा चाहिँ घाम लाग्छ के हो यस्तो? इन्द्रले नै सराप्यो कि क्या हो? तिमीले त नेपालमा लिभिङ गडेसलाई पूजा गर्छ रहेछ नि। लिभिङ गडेस चाहिँ पूजा त मूर्तिहरूले गरिन्छ होइन? सबैलाई थाहा रहेछ। यो गरिन्छ रातो भस्त्रमा सजिएको त्रिनेत्री देवी, हाम्रो मुलुकको गर्व जीवित देवी कुमारी। उनको दर्शन र पूजाले सुन्दरता र वाह, यस्तो अद्भुत संस्कृति साँचोमा हुँदो रहेछ है। अब यो पवित्र अवसरमा कुमारी देवीको नृत्य प्रस्तुत गर्न म इमा महर्जनज्यूलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। की
अब सुप्रदा महर्जन आफ्नो कविता वाचन गर्न गइरहेको छ। नमस्कार सबैजनालाई, म सुप्रदा महर्जन हजुरहरूको सामु एउटा कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक नेपाल नाम रहेको छ। लेखको बेसी तर अहिले मिलेको छ ठाउँ, सबै भन्छ स्वर्गभूमि नेपाल हो नाम। जहाँ जहाँ राम्रो लाग्छ हेरिरहँ जस्तो, जुनी जुनी फर्किएर खेलिरहँ जस्तो। यसै कहौँ सपना हामी सृजनाका डाली, पुर्खा जस्तै सन्त ज्ञानी वीर शक्तिशाली। बघानीका बच्चासरी हुर्किएर आयो, संसारमा नाम राख्ने राम्रो देश पायो। धन्यवाद सबैलाई। कलाको प्रदर्शन चाहिँ एकदमै राम्रो हुन्छ। तपाईहरुलाई अनुरोध छ राम्ररी हात ताली दिएर सुनेर साथीलाई मञ्चमा आमन्त्रित गरिदिनुहोला।
भन्दै म सोफिया महर्जनलाई बज्रयोगीको नृत्य प्रस्तुत गर्न मञ्चमा बोलाउन चाहन्छु। सबैले जोरदार ताली दिनुहोला। बरदा भी माँ
स्टेजमा आमन्त्रित गरिदिनु होला। अनुरोध छ राम्ररी हात ताली दिएर हाना महर्जनलाई स्टेजमा आमन्त्रित गरिदिनु। महर्जन खपिन्छ रोपाखी जी चाहिँ नेवारले भाकाया 4th लामो प्रतियोगी अहिले जिथाउ छिप्पिङ खाने चाहिँ सीमा कच्चा धागुनी हाल्दा सन्नुदु अहिले उमी चाहिँ कविता जोशी जो हालाइती गुख च्याक प्लिज।
जापु समाजले वडा नम्बर 9 दसैँ युकु शुभा
कोटामा आफ्नो प्रतिभा देखाउनलाई मञ्चमा स्वागत गर्दछु। आयुष्का महर्जन र सिमोनी श्रेष्ठलाई मञ्चमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद मिस रिवा महर्जन र सिमिका महर्जनज्यूलाई। यो भन्दै म उद्घोषिका सिमोनी श्रेष्ठको हार्दिक नमस्ते र अभिवादन र म उद्घोषिका आयुष्का महर्जनको पनि हार्दिक नमस्ते। अबदेखि यो कार्यक्रमको दोस्रो हिस्सा सञ्चालन गर्ने हामी छौँ, जसमा अझै धेरै रोचनात्मक र मनोरञ्जन र प्रस्तुतिहरूको लाइन लागेको छ। अहिलेसम्मको प्रस्तुतिहरूलाई जति हात ताली दिएर सहयोग गरिदिनु भयो, त्योभन्दा 2 गुणा हात ताली बजाएर माया व्यक्त गरिदिनुहोस् होला। ए सिरी सिरी हावा चलेको रातमा के तपाईँहरू तयार हुनुहुन्छ? खै सुनेर त फेरि यस्तो सिरी सिरी हावा चलेको रातमा त एरा खाएर बस्नु त अर्कै रमाइलो होइन र? ल अब यसको पर्फेक्ट मिक्स खपिसे ग्रुपले नाच देखाउनेवाला छन्। सबैजना बेक्सरी ताली बजाइदिनु होला। संस्कृति महर्जन, कृषा अवाले, सुनिला महर्जन, स्नेहा अवाले, लिपि महर्जन, सना अवाले र आर्या छेत्री कृपया मञ्चमा आइदिनु होला।
सम्बन्ध जसको मायालाई शब्दमा पनि राख्न सकिँदैन आमा हो आमा। उहाँहरू नै हाम्रो पहिलो गुरु, पहिलो साथी र समय जस्तै सधैँ सँगै रहने आदर्श हुन्। साँझो बिहान नभनी हाम्रो भलाको लागि आफ्नै जीवन त्याग गर्ने हाम्रा जननी नै हुन्। उहाँहरूको माया बिना त संसार नै अधुरो लाग्छ होइन त? हो नि। अब यो मञ्चमा प्रस्तुत हुनेछ एक सुन्दर गीत जसमा छोटो उमेरका भाइहरूले आमाप्रतिको माया, समर्पण र सम्झना प्रस्तुत गर्नेछ। यो प्रस्तुति हेर्दा हेर्दै तपाईँहरू पनि आफ्नो आमासँग बितेका समयहरूलाई सम्झी सम्झनाहरूमा फर्कनुहोस्। कृपया राम्ररी हात ताली दिएर शरण महर्जन, श्रीमान्स महर्जन, सहर्ष महर्जन र आर्यन अवालेलाई मञ्चमा प्रस्तुत गरिदिनु हुन चाहन्छु। Mama
जति माया गर्नुहुन्छ आमालाई त्यति गराइदिनु। यो गीत सुनेर त एकचोटि आमालाई अङ्गालो नै लगाउन मन लाग्यो। हो नि, आमाको त माया यस्तो त्याग हो जसमा अरूहरू कसैले गर्न सकिँदैन। अब यो संवेदनशील समयलाई हल्का रमाइलो मुड बनाउने होइन त? एकछिन है, एकछिन। किन सचिका फुस्क्याएछ हौ? सचिका चिना बिलासे? मेरो काम छैन? छ कि छैन मलाई के थाहा। ल कामको कुरा छोडौँ। अब सचिका चिना गीतमा नाच्ने अङ्किता महर्जन, अङ्किता व्यञ्जनकार, स्निग्धा व्यञ्जनकार, सिजिक्वी महर्जन, सुप्रदा महर्जनलाई स्टेजमा आमन्त्रित गर्न चाहे। Thank you.
तालसँग जोडेर धिमेको तालमा नाच्न लागेका छन् आर्यन व्यञ्जनकार र श्रेयन व्यञ्जनकार, टिशा व्यञ्जनकार र विशेष व्यञ्जनकार, विशेष व्यञ्जनकार र भूमि महर्जन, आर्यन डङ्गोल र श्रेष्मा व्यञ्जनकार, सबेश अवाले र मेरिसा महर्जन। सबैले हात ताली बजाइदिनु होला।
नेपाल हाम्रो सानो नेपाल हाम्रो सानो नेपाल हाम्रो सानो हाम्रो मनको प्राण हो लाली गुराँसले सजिन्छ वन संस्कृतिमा रमाउँछ खेल लाली गुराँसले सजिन्छ वन लाली गुराँसले सजिन्छ वन लाली गुराँसले सजिन्छ वन हाम्रो लाली गुराँसले सजिन्छ वन सुगन्धले भरिन्छ मन चार जात 36 वर्णको मेल संस्कृतिमा रमाउँछ खेल मन्दिर मस्जिद चर्च र गुम्बा सबै धर्म एउटै फुलको थुङ्गा जननी जन्मभूमि स्वर्गभन्दा ठुलो नेपाल हाम्रो हृदयमा बस्ने फुल हो गौतम बुद्ध जन्मेको देश सगरमाथा जसको शिरमा छ वेश धन्यवाद उसलाई कराटे सिक्न पठाइदेऊ न त कराटेमा के हुन्छ र कराटे सिकेर भाइ बहिनीहरूले आफ्नो सुरक्षा आफै गर्न सक्छन् साहसी निरोष र तयार कुनै सिचुएसनबाट पनि आफै निस्किन सक्छन् कराटेले अनुशासन सिकाउँछ मनोबल बढाउँछ र एकदमै पोजिटिभ सोच बनाउन मद्दत गर्छ पनि होइन र हो अब यो जापानिज सांस्कृतिक झल्काउने प्रस्तुति हेर्दा हेर्दै राम्ररी हात ताली बजाए ललित कल्याणका बालबालिकाहरूलाई मञ्चमा आमन्त्रित गरिदिनुहोस्
आउँदैछ एउटा एन्टरटेनिङ डान्स। यो गीत सुनेर त हात खुल्छ र खुट्टाले ताल पक्रिन्छ। अब प्रस्तुत समायरा अवाले र शाइरा शाक्य ए दाइचा प्रस्तुत गर्दै। गीत गाइदिन हुन युमी शाक्यलाई मञ्चमा स्वागत गर्दैछु। अनि तपाईहरुलाई पनि यो गीत आउँछ भने सँगै गाइदिनु होला है। आकाश
समिति बजाचार्य र जेसी महर्जनलाई उनको नाच प्रस्तुत गरिदिनु हुन हामी मञ्चमा बोलाउँछौँ। सबैजना ताली बजाइदिनु होला। तिमीलाई मैले भनेकै होइन त? के भनेको त? म त अब आउने पर्फर्मेन्सलाई हाइप पो दिइरहेको त। पानी मुनि क्यान्डलबारे खोज्दा पनि नपाउने हिराहरूलाई हाइप दिनु परेन त? हो। त सबैजना एक्साइटेड हो? त्यसै गरी छुजु ग्रुपमा भएको भूमि महर्जन, मेरिसा महर्जन, टिशा व्यञ्जनकार, श्रेया व्यञ्जनकार र श्रेष्ठा व्यञ्जनकारलाई जोरदार ताली दिनु होला।